हेलो गाइज वेलकम टु माई न्यू ब्लग। तपाईँहरू देख्न सक्नुहुन्छ यो चाहिँ जुम्लाको है जुम्लाको ठाउँ भर्खर भर्खर पानी परेर अहिले हामी यहाँ घुम्न आएको छौँ। 4-5 दिनको लागि आएको थियौँ। दिनहरू राम्रो हुन्छ होला भनेको पानी परेर तपाईँ देख्न सक्नुहुन्छ ठाउँहरू बगाल छ बगाल आकाशहरू अब पिरो लागेर यो ठाउँ घुम्नको लागि एकदम राम्रो रहेछ। स्वर्ग कहाँ हेर्ने भने यही जुम्लामा हेर्न आउँदा भन्ने रहेछ गाइजहरू देख्न सक्नुहुन्छ। आर्मी ब्यारेक चाहिँ माथि रहेछ तपाईँहरू देख्न सक्नुहुन्छ। त्यो पोस्ट हो मन्दिर जुम्लाको त्यो पोस्ट हो आर्मी ब्यारेक रहेछ। र गाइज यहाँ चाहिँ धेरै टाढो रहेछ। एउटा नेपालगञ्जतिर चाहिँ गर्मी हुन्थ्यो र देशमा मात्रै हार्भेस्ट हाफकटमा मात्रै बस्यो भने चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ। यतातिर सबै मान्छेहरू हेर्नु नि तातो तातो ज्याकेट लगाएर बसिरहेको रहेछ। यतातिर त राति सुत्दा नि अब 3-4वटा ब्ल्याङ्केट अनि सिरकहरू ओढेर सुन्नुपर्ने रहेछ। त्यस्तो जाडोले गर्दा हेर्नु बाटो यस्तो भरा छ कि घुम्नको लागि ठाउँ चाहिँ राम्रो छ तर बाटोहरू अलिकति ठाउँ यस्तै छ कि नराम्रो। तपाईँ देख्न सक्नुहुन्छ जुम्लाको ठाउँ त यस्तै छ है। राम्रो राम्रो घरहरू राम्रो राम्रो बनाउनु भएको रहेछ देख्न सक्नुहुन्छ। यो दृश्यहरू तपाईँहरू पनि कहिलेकाहीँ यसो टाइम मिल्यो भने आउनु होला जुम्लातिर। पछाडिको दृश्यहरू हेर्नु होला पछाडिको दृश्यहरू आएर म चाहिँ यहाँ घुम्न आएको छु। हाम्रो टोलीहरू चाहिँ पर फोटो खिचिरहेको छ। अब हामी एकछिन घुमेर जान्छौँ होला भित्र। ठाउँ त राम्रै रहेछ। अब त्यस हेर्नको लागि राम्रो दृश्यहरू सुन्दर एकदम वाउ रहेछ।